सोचेको थिइनँ कि मेरो फेसमा पनि यस्तो खालको पिम्पलहरू आउँछ। सो हे गाइज, म चाहिँ सुरज चौधरी। आजको मिनी भ्लग स्टार्ट हुँदैछ मेरो घरैदेखि। यो चाहिँ हो मेरो भाइ। विराटनगरदेखि चाहिँ म 1 महिना पछि नै घर आउँछु। जेष्ठको चाहिँ लास्ट तिर घर आएको छु। आजको दिन फेरि घाम पनि धेरै नै छ। यो चाहिँ मेरो सानो घर। अहिलेको घर चाहिँ यस्तै नै छ, तर छिटै बनाउने प्रयास गर्नेछु। गाउँ घरमा त यस्तै हो, धान सानहरू सुकाउने गर्छ। मेरो घर धेरै जनालाई थाहा छैन होला, मेरो घर चाहिँ सुन्दर रैचामै पर्छ। फिलहाल चाहिँ म विराटनगरतिर नै बसिरहेको छु। अहिले जाँदैछु हामी नेता चोक। भाइको लागि स्कुल ड्रेस सर्ट पेन्ट सिलाउन। पछाडि बसेको उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। यहाँ चाहिँ हामी स्कुल ड्रेस कपडाहरू हेर्दैछौँ। कपडा लिएर पनि सिलाउन दिनुपर्ने हुन्छ। यो चाहिँ भयो हाम्रो नेता चोक बजार। घर पनि आइसकेको छु। मलाई जेको डर थियो त्यही भइहाल्यो, यानि कि मेरो फेसमा यति धेरै पिम्पल। म कुनै फेसवासहरू पनि युज गरेको छैन। पिम्पल आउँछ भनेर नै फेसवास क्रिमहरू केही पनि युज गरेको छैन। हजुरहरूलाई यसको सोलुसन केही थाहा छ भने कमेन्टमा भनिदिनु होला। त्यसपछि खान्छु म मासु र दाल भात। मलाई आज नै विराटनगरतिर जानु पर्ने हुन्छ। हाम्रो गाउँको बाटोहरू पनि बिस्तारै विकास हुँदैछ। विराटनगर जानुभन्दा अगाडि मलाई इटरी जानु पर्ने हुन्छ। साथीभाइहरूले छोरा पाइसक्यो, आफ्नो त बिहेको अत्तो पत्तो छैन। गर्मी धेरै छ, तोमाथि पिम्पल। इटरी चाहिँ यो साथीलाई नै भेट्न आएको छु। पहिला गाउँमा सँगै घुम्ने गर्थे, अहिले चाहिँ इटरीतिर घर छ। तर 2 वर्षदेखि चाहिँ विदेशमा थियो, त्यही भएर नै भेट्न आएको। अब चाहिँ नास्ता गर्नु पर्ने हुन्छ। खाँदै खाँदै एउटा कन्टेन्ट याद आयो अनि कन्टेन्ट भिडियो बनाउन थाले। विराटनगरको लागि म निस्किसकेको छु र यो कुन ठाउँ हो? 5 बजिसकेपछि थोरै चाहिँ शीतल भएको छ र म स्टुडियो पुगिसकेर आजको मिनी भ्लग यति नै रहेको छ।